एकदम एकदम चाँडै पनि हुन्छ। हामी एकछिनमै हामी त्यहाँ 8 बजे सुरु गर्दैछौँ, 8 देखि 11 भनेको छ। तपाईँहरू सबैजना आइदिनु होला, मतलब इट हेल्प्स होइन, अर्ली डिटेक्सन हेल्प्स लाइफ। त्यो हुनाले आइदिनु होला। यस्तो धेरै भइरहेछ यो क्यान्सर, एकदमै स्प्रेड भइरहेको हुनाले तपाईँहरू महिलाहरू सबैलाई आउनु गर्छु। र साथै पुरुषहरू पनि अहिले 2% अफ द मेन ह्याज क्यान्सर्स, ब्रेस्ट क्यान्सर्स भनेर आइरहेछ। त्यो हुनाले पुरुषहरूको पनि यदि ब्रेस्ट ठुलो छ, मोटो हुनुहुन्छ र ब्रेस्ट ठुलो छ भने इट हेल्प्स है। हामी पनि उहाँहरूलाई पनि हामीले ब्रेस्ट क्यान्सरको हामी टेस्ट गर्छौँ, अल्ट्रासाउन्ड। लाइक के भन्ने त्यो एउटा मैले त्यो जुन स्पेस मैले त्यो डिफ्रेन्सेस फिल गरेँ, सो त्यसलाई नै मैले पछि ब्याक देन भनौँ आफ्टर 20 इयर्स चाहिँ मैले जब त्यो पोजिसनमा पुगेपछि चाहिँ आई थिङ्क मैले चाहिँ अब अरूले चाहिँ त्यो स्पेस क्रिएट गरिदिन्छ भनेर बस्ने होइन। आई थिङ्क अब आई एम एबल टु क्रिएट दोज स्पेस फर द पिपल लाइक मी होइन। सो अब आउने जेनेरेसनको लागि चाहिँ मैले गर्न सक्छु भन्ने चाहिँ मलाई महसुस भइसकेपछि चाहिँ हामीले हिमालयन चेस एकाडेमी चाहिँ हामीले फाउन्ड गरेको हौँ। र अहिले चाहिँ हिमालयन चेस एकाडेमीमा चाहिँ हामीले विभिन्न किसिमको गतिविधिहरू गरिराखेको छौँ। हिमालयन चेस एकाडेमी भनेको चाहिँ वान अफ द पायोनियर अर्गनाइजेसन बनेको छ। Captain Stuff.